नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। आर्थिक मामिला मन्त्री यादवबाट सचिवमाथि हातपात, उद्योग मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड। महोत्तरीमा टिप्परले ठक्कर दिँदा एक बालकको मृत्यु, धादिङमा बस पल्टिँदा दर्जनौं घाइते। डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयन गरी अविलम्ब माग पूरा गर्न सरकारसँग प्रतिनिधि सभा सदस्यहरूको माग। मुलुकको आर्थिक अवस्थाको बारेमा सरकारले गलत तथ्याङ्क प्रस्तुत गरेर जनतालाई गुमराह गरेको प्रतिपक्ष दल काङ्ग्रेसको सांसद रिजालको आरोप। र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूसँग सहमति गरेर मात्रै संसदबाट पारित गराउन सरकारलाई काङ्ग्रेसको आग्रह। अब समाचार विस्तारमा। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई कुटपिट गरेका छन्। मन्त्रालयमा आज दिउँसो मन्त्री यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात गरेका हुन्। प्रक्रिया विपरीत एउटा संस्थाको योजना अगाडि बढाउन दबाब दिएको र नमानेपछि आफूमाथि मन्त्री यादवले हातपात गरेको सचिव झाले आरोप लगाउनु भएको छ। उहाँले थप्पड हानेर सुरक्षाकर्मी लगाएर बाहिर निकालेको छ। त्यसमा आशय पत्र हामीले आह्वान गरेका थियौँ। त्यसको निर्देशिका छ अनि आशय पत्र हामीले विभिन्न राजनीतिक व्यक्तिहरूले मेरो NGO को गरिदिनुस्, तपाईँलाई अलिकति आर्थिक लाभ हुन्छ भन्नुभयो। मैले सुनै मात्रै, मलाई थाहा थियो कि म निष्पक्ष रूपमा गर्छु। सुन्न चाहिँ पर्छ, सुन्न चाहिँ किन उहाँहरूको सरकार छ। विजय यादव सरले एक दिन बोलाएर अर्थमन्त्रीज्यूले के अरे तपाईँ मेरो एउटा NGO छ, मेरो डायरीमा टिपेको छ, डायरी पनि उनीहरूसँग छ। मैले अरू मान्छे चिन्दिनँ, विजयजीलाई सभामुखलाई चिने। त्यो सम्बन्धमा हामीले मन्त्रीजीसँग म कुरा गर्छु, मन्त्रीजी आएपछि मात्रै तपाईँ कुरा गर्ने। आज एकदम आयो, मेरो घर यहीँ हो, म लोकल हुँ, सायद बाहिर पनि त्यही तरिकाले बोलेछ, त्यसको भिजुअल रेकर्ड छ मसँग। म लोकल हुँ, तपाईँ के मधेस आन्दोलन गर्नुभएको, मधेस आन्दोलन त मैले गरेको भनेर अलिकति हामी तीनजनै थिए। त्यही बिचमा एकदम जोर जोरले बोलेपछि उसले ठिक छ मन्त्री। टिप्परले ठक्कर दिँदा महोत्तरीमा एकजना बालकको ज्यान गएको छ। सम्सी गाउँपालिका 2 वर्षमा ना7 ख 5427 नम्बरको टिप्परले ठक्करबाट स्थानीय 9 वर्षकी शेख यादवको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार आज बिहान गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदाबलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिका 3 पुरानो कावासोतीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। डन्डाबाट नारायणतर्फ जाँदै गरेको ना4 ख 7928 नम्बरको बसले बाटोक्रम गर्न लागेको ना 49 प 22/7 मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक रौतहट गोमरियाका 35 वर्षीय डमेन्द्र यादवको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बस धादिङको नेवी घाट रोराङ गाउँपालिका 9 हुग्दी पुल नजिकै आज बिहान दुर्घटना हुँदा 31 जना घाइते भएका छन्। अत्याधिक गतिमा गुडेको बा 2 ख 4686 नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। दुर्घटनामा 31 जना घाइते भएका छन्। घाइतेको प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलिखु गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ। गाडीमा 41 जना सवार रहेका थिए। दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पूर्ण सञ्चालनमा भएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसदहरूले शान्ति सुरक्षा वाइड बडी खरिद प्रकरण, डाक्टर गोविन्द केसीको माग लगायत बारेमा सरकारको ध्यानकर्षण गराएका छन्। आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद ढिला सङ्ग्रौला पन्तले अधिकारी कर्मी शारदा चन्दलाई ज्यान मार्ने धम्की आएको र सोबारे जिल्ला प्रहरी कार्यालय लगायत निकायमा उजुरी दिएकोमा सुनवाई हुन नसकेको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। उहाँको कल डिटेल जस्ताको त्यस्तै सार्वजनिक सञ्जालमा पोस्ट गरिएको भन्दै उहाँले कसरी कल डिटेल व्यक्तिको हातमा कसरी पुग्यो भन्ने बारे पनि सम्बन्धित निकायको ध्यानकर्षण गराउनुभयो। उहाँले शारदा चन्दको सुरक्षाको माग गर्दै व्यक्तिगत स्वतन्त्रता हनन गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानकर्षण गराउनुभयो।
अधिकार कर्मीलाई मार्ने पनि काम भयो। अपराध र अनुसन्धानको क्रममा निरपराधी व्यक्तिलाई दोषी ठहराउने, जबरजस्त अपराध स्वीकार गर्ने काम पनि भयो। आज त्यही घटनामा सम्बन्धित भएर महिला अधिकार कर्मी शारदा चन्द, जो 24 वर्षदेखि कञ्चनपुरमा मानव अधिकारको लागि लडिरहेकी छन्, अहिले उनी निर्मला पन्तले न्याय पाउनुपर्छ, राज्यले अपराधीलाई पक्रनै पर्छ भनेर आन्दोलन गर्दा आज अज्ञात समूहले बार मध्यरातमा उनको घरको भेटमा गएर ढोका खोल, आन्दोलन बन्द गर भनेर ज्यान मार्ने धम्की दिइरहेका छन्। सांसद दिलेन्द्र प्रसाद बडुले गैर संवैधानिक रूपमा विश्वविद्यालयहरूमा आतंक फैलाउने काम तत्काल बन्द गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। विश्वविद्यालयहरू स्वायत्त हुने अन्तर्राष्ट्रिय मान्यता विपरीत इतिहासमै नभएको ज्याति र आतंक मच्याउने काम वर्तमान सरकारबाट भएको दाबी गर्नुभयो। विश्वव्यापी मान्यतालाई लत्याउँदै मात्र होइन, नेपालकै पनि मान्यतालाई लत्याउँदै नेपालको इतिहासमा पञ्चायत कालमा पनि यो अवस्था थिएन। त्यत्रो ज्यादती र त्यत्रो आतंक आज विश्वविद्यालयहरूमा मचाइएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट 2075-9-27 एउटा परिपत्र जारी गरेर सुदूरपश्चिम विश्वविद्यालयको भाइस चान्सलर र रजिस्ट्रारलाई कुनै काम नगर्नु भनेर एउटा छानबिन समिति बनाइएको छ। यस्तै काम केही दिन अगाडि मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमाथि पनि नियन्त्रण गरिएको अवस्था छ। यो अवस्था किन आखिर? सांसद यज्ञराज सुनुवारले वाइड बडी प्रकरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडिएर आएको भने सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसदहरूले समसामयिक र क्षेत्रगत समस्याका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले डाक्टर गोविन्द केसीको माग सम्बोधन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। सांसद सीतादेवी यादव र ज्ञानेन्द्र बहादुर कार्कीले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयन गरी अविलम्ब माग पूरा गर्न सरकारसँग माग गर्नुभयो। सांसद कार्कीले डाक्टर केसीको माग सम्बोधन नभए गम्भीर दुर्घटना निम्तने भन्दै अविलम्ब माग पूरा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बीना कुमारी श्रेष्ठ र शशि श्रेष्ठले संसद सचिवालयले निजी बैंक नभए सरकारी बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत संसद सचिवालयको खाता सञ्चालन गर्न माग गर्नुभयो। सांसद लालकाजी गुरुङले समानुपातिक सांसदहरूलाई सरकारले विभेद गरेको भन्दै बजेट विनियोजनामा समान व्यवहार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बीना पाण्डेले महिनावारी हुँदा छाउगोठमा राखेर दण्ड सजाय हुने कानुनी व्यवस्था रहेकोमा त्यसबारे भएको कारबाही र जनचेतनाका लागि भएका प्रयासबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसद हरिराज अधिकारीले सांसदहरूका लागि आवास बनाउने भनिएको संस्थामा मन्त्री निवास बनाउन लागेको भन्दै सो निर्णय पुनर्विचार गर्न माग गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डाक्टर मिलेन्द्र प्रसाद रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्याङ्क प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट सदनमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दावी गर्नुभएको हो। मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्रीद्वारा सदनमा सम्बोधनका क्रममा दिइएका तथ्याङ्क पुरै गलत भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई अर्थ मन्त्रालयद्वारा गलत जानकारी दिएको बताउनुभयो। प्रधानमन्त्रीले भने जस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सूचाङ्कमा सकारात्मक परिवर्तन नदेखिएको भन्दै उहाँले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्रीले राष्ट्रपतिको लागि सेवा र सुविधा बढाएर नयाँ दरबार सृजना गर्न खोजेको आरोप पनि लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले भने भन्दा विपरीत सबै संवैधानिक संस्थालाई मातहतको विभाग जस्तो बनाउने काम सरकारबाट भइरहेको आरोप लगाउनुभयो। प्रतिनिधि सभाले विभिन्न 3वटा विधेयकलाई सर्वसम्मति पारित गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक 2075, भुक्तानी तथा फर्स्यौट विधेयक 2075 र
निवृत्ति भरण कोष विधेयक 2075 सर्वसम्मति पारित गरेको हो। अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्नेछन् र प्रमाणीकरण भएकै दिनदेखि लागू हुनेछन्। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको संशोधन प्रतिवेदन सहित सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक 2075 र अर्थ समितिको प्रतिवेदन सहित भुक्तानी तथा फर्स्यौट विधेयक 2075 र निर्वितकरण कोष विधेयक 2075 सर्वसम्मत पारित भएको हो। त्यसैगरी बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 पेश भएको छ। शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपूर्ति घरतीले समितिको प्रतिवेदन सहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्नुभएको हो। बैठकमा सरकारले राष्ट्रिय परिचय पत्र पञ्जीकरण विधेयक 2075 लाई पेश गरेको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचय पत्र पञ्जीकरण विधेयक 2075 प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय परिचय पत्र पञ्जीकरण विधेयक 2075 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाले पेश गर्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले सो विधेयक बैठकमा पेश गर्नुभएको थियो। त्यसैगरी नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2075 लाई बैठकले स्वीकृत गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2075 माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत गरेको हो। अर्को बैठक माघ 4 गते शुक्रबार 12 बजेका लागि बोलाइएको छ। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूसँग सहमति गरेर मात्रै सदनबाट पारित गराउन सरकारलाई काङ्ग्रेसको आग्रह र पानी जहाजमा काम गर्ने नागरिकहरूका लागि सीम्यान राहदानीको व्यवस्था गर्ने सरकारको तयारी। विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूसँग सहमति गरेर मात्रै सदनबाट पारित गराउन सरकारलाई आग्रह गरेको छ। नेपाली काङ्ग्रेसका नेता दिलेन्द्र प्रसाद बडुलले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन सरकारलाई आग्रह गर्नुभएको हो। उहाँले बहुमतको आडमा सो विधेयक सत्तापक्षले पारित गराए आफ्नो पार्टी संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो। आज संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा सो विधेयक पेश गरिएको छ। सो विधेयकप्रति असहमति जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले इलाममा पुगेर आमरण अनसन सुरु गर्नुभएको छ। वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति सो विधेयकमा परेकै हुनुपर्ने यता प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसको अडान छ। काङ्ग्रेस नेता बडुले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको तर्फ पनि सरकारको ध्यानकर्षण गराउँदै उहाँसँग भएको सहमति अनुसार सो विधेयक पारित गर्न सरकारलाई पूर्ण छलफलमा आउन समेत आग्रह गराउनुभयो। यो विधेयक संसदमा पेश गरेपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले सो विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक अवरुद्ध पार्ने चेतावनी पनि दिनुभयो। र भएका सहमतिलाई यो विधेयकले क्यारी गरेकै हुनुपर्दछ। त्यसकारण यसलाई फेरि छलफल गरौँ र बहुमतकै आधारमा पारित गर्ने कोसिस नगरोस् यो सरकारले भन्ने कुरा हामीले आज पनि राखेका छौँ। बहुमतले गर्न सक्ने कुरा त छँदैछ, तर हामी बहुमतले गर्ने प्रक्रियाले गरिहालौँ भन्ने ठाउँमा नलैजानुहोस्। यसले अवरोध सिर्जना हुन सक्दछ। भोलि हामी बाध्य भएर फेरि अर्को ढङ्गले अवरोध गर्नुपर्ने स्थिति आउँछ। यसलाई अहिले पनि थप अनौपचारिक रूपमा छलफल गरेर मात्रै सहमतिका बुदाहरू परेका छैनन् सबै कुराहरू हामीले हेर्न त अहिले पनि बाँकी रह्यो। उपसमिति समितिभित्र हाम्रा साथीहरूले परेको छैन भनिएको छ। संसदमा अब तपाईँहरू उपसमितिमा बहुमत चाहिँ ल्याइहाल्यौँ, संसदमा बहुमत चाहिँ पारित गरिदिइहाल्छौँ भन्ने ढङ्गको मानसिकतामा नबस्नुहोस्। बहिष्कार गर्ने अवस्था, अवरोध गर्नुपर्ने अवस्था, अवरोधका बीच पास गरिहालौँ बहुमतले भन्ने ढङ्गले सरकार नजाओस्। हामी अहिले त्यति मात्रै सचेत गरेका छौँ। काङ्ग्रेस सांसदहरूले असहमति जनाएपछि वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरीत सो विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतले पारित गरी संघीय संसदको प्रतिनिधि सभामा पेश गरिएको हो। आफूसँग भएको सहमति विपरीत सो विधेयक संसदीय समितिले पारित गरेपछि वरिष्ठ चिकित्सक केसीले इलाममा पुगेर 16औं पटक आमरण अनसन सुरु गर्नुभएको छ। काङ्ग्रेस नेता बडुले उहाँको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर सो विधेयक सहमतिमै पारित गराउन सरकारलाई सचेत गराउनुभयो।
सरकारले सीम्यान राहदानीको पनि व्यवस्था गर्ने भएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले पानी जहाजमा काम गर्ने नागरिकहरूका लागि सीम्यान राहदानीको व्यवस्था गर्न लागि जानकारी गराउनु भएको हो। आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2075 माथिको छलफलमा भाग लिँदै उहाँले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरूको अभिलेख राख्न पनि सो राहदानी दिने कानुन व्यवस्था गर्न लागि स्पष्ट पार्नुभयो। प्राप्त त्यस्ता व्यक्तिहरूमा अहिले कस्तो अवसरहरू खालि देशको सीमा पार गर्नुपर्ने प्रत्येकचोटि भिजा लगाएर आउन सम्भव पनि नहुने त्यसको एउटा लघु जस्तो एउटा व्यवस्थित अभिलेख चाहिने हुनाले अन्तर्राष्ट्रिय भएर नै त्यो प्रचलनमा छ। हिजो त्यो परिकल्पना थिएन। 2024 सालमा नेपालीहरूले गएर जहाजमा काम गर्लान् सिपिङ कम्पनीमा भन्ने कल्पना हुने कुरा पनि भएन। त्यसलाई चाहिँ अलिकति अपडेट गर्ने ढङ्गले चाहिँ त्यस्तै केही यो अस्थायी राजधानी पनि खास गरेर विदेशमा चाहिँ त्यस्तो गर्नुपर्ने यस्ता केही कुराहरू र खास गरेर चाहिँ दण्ड सजाय अनि राजधानीको भवन ढाँचा आदि इत्यादि कतिपय कुराहरूलाई पनि खुलाउनको लागि हामीले चाहिँ यो व्यवस्था गरेका छौँ। र परराष्ट्र मन्त्री गेवालीले राहदानी लागि दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको पनि व्यवस्था गर्न लागि पनि बताउनुभयो। राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको डकुमेन्ट भएकै त्यसको स्तरोन्नति पर्ने गरी मन्त्री गेवालीको योजना छ। बैठकमा समितिका सदस्यहरूले सांसदहरूलाई कूटनीतिक राहदानी लिन अप्ठ्यारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको जरको आलोचना गरेका थिए। समितिका सदस्य एवं नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले कानुनले परिभाषित गरेका सांसदहरूलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने भनी विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाउनु भएको हो। उहाँले कानुन मान्यता प्राप्त सांसदहरूलाई सांसद भएकै मितिबाट जहिले पनि कूटनीतिक राहदानी लिन पाउने सहज व्यवस्था गर्न सरकारको ध्यानआकर्षण गराउनुभयो। समितिका अर्का सदस्य राधेश्याम अधिकारीले स्पष्ट एवं व्यवस्था गर्नुपर्ने कतिपय विषयलाई पनि सरकारले निर्देशिका र कार्यविधिको भरमा अघि बढाउने गरी सो विधेयक आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले राहदानीको कानुनी व्यवस्था गर्दा नियमावली र कार्यविधितर्फ भर नपर्ने प्रावधान राख्न पनि सरकारलाई सचेत गराउनुभयो। समितिका सदस्यहरूले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाङ्गुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सदस्य योगेश भट्टराईले संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले सो कलेजमा व्यापक अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन बैठकमा पेश गरेको थियो। सोही प्रतिवेदनलाई अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे छानबिन गर्न तत्काल मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरी काम कारबाहीको अघि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घरती मगरले जानकारी दिनुभयो। छानबिन समितिमा स्थानीय जिल्ला प्रशासन कार्यालयका एकजना प्रतिनिधिलाई अनिवार्य समावेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ। अनियमितताको छानबिन कमिटीको सञ्चालन निर्देशन दिन्छु र अरू विषयमा मान्य योगेश भट्टराईले भनिसक्नुभयो। अरू धेरै विषयमा अहिले नचलाऊ, यो फेरि छानबिन भएर आउँछ। आइसकेपछि यताबाट केही उभो रहेछ भने फेरि हामी नयाँ सोचौँला। अहिलेलाई शिक्षा मन्त्रालयले यो तुरन्तै कार्यान्वयन गर्नको लागि हामी निर्देशन दिन्छौँ र यो प्रतिवेदनमा एउटा पुऱ्याइदिन। त्यो मलाई प्रतिवेदन पुऱ्याउँदाखेरि यो सहितको डकुमेन्ट जति यहाँ संश्लेषण भएको छ यो डकुमेन्ट सहित पुऱ्याइदिन पनि म अनुरोध गर्छु। उपसमितिले तयार पारेको प्रतिवेदनमा सो कलेजमा करोडौंको भ्रष्टाचार देखिएको उल्लेख गरिएको छ। कलेजका तत्कालीन अध्यक्ष लमोदर नेउपानेले करोडौं आफू खुसी खर्च गर्न पाउने गरी निर्णय गरिएको उल्लेख गर्दै उपसमितिमा संयोजक भट्टराईले त्यसको छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई समिति नै गठन गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्नु परेको स्पष्ट पार्नुभयो। त्यो चाहिँ सबै उहाँहरूको लगानी पनि हेर्ने त्यो आर्थिक जुन हामीले समिति बनाएको त्यो समितिले लगानी कति हो, कति मिटर लानु हो, त्यसको प्रपर्टी के हो सबैले हेर्छ। नेपाल इन्जिनियरिङ कलेज भक्तपुर जिल्ला
प्रशासन कार्यालयमा 2060 साल भदौ 4 गते सामाजिक संस्थाको रूपमा दर्ता गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको 174 रोपनी सार्वजनिक जग्गामा सो कलेजको संरचना निर्माण गरिएको छ। तर तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज प्रशासनलाई थाहा नै नदिई निजी कम्पनीको रूपमा दर्ता गरेपछि विवाद सुरु भएको हो। 2074 साल वैशाख 25 गते कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज निजी कम्पनीको रूपमा दर्ता गरेपछि विद्यार्थी र स्थानीयको विरोधमा कम्पनीको रूपमा गरिएको दर्ता खारेज गर्न सहमति भए पनि सो कलेजमा हाल समान्तर सञ्चालक समिति रहँदै आएको छ। न्यौपाने र सूर्यबहादुर केसी एकातिर र हरिप्रसाद पाण्डे तथा दीपक भट्टराई गरी 2 समूहमा सञ्चालक समितिहरू कायम रहेका छन्। 2000 भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको सो कलेजमा भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्न शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको हो। राष्ट्रपति विद्या भण्डारीले मारवाडी समुदायले समाज सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारवाडी समुदायले महत्त्वपूर्ण योगदान दिएको पनि स्पष्ट पार्नुभयो। मारवाडी महिला मञ्च काठमाडौँद्वारा आज काठमाडौँमा आयोजित रजत जयन्ती महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नै साधन स्रोत जुटाएर मारवाडी समुदायले समाज सेवाको क्षेत्रमा दिएको योगदानबाटै प्रेरित भएर परोपकारको क्षेत्रमा अझै सक्रियताका साथ योगदान दिन पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाहरूलाई आग्रह गर्नुभयो। हुँदै आएको यस संस्थाले भविष्यमा सम्बद्ध सबैलाई परोपकार क्षेत्रमा अझ बढी उत्प्रेरणा प्रदान गर्न समर्थ हुनेछ भन्ने मैले विश्वास लिएको छु। मारवाडी सेवा समिति आबद्ध संस्थाहरूको अग्रसर राष्ट्रपति भण्डारीले तीर्थयात्रीहरूका लागि निशुल्क भोजन पानी औषधि उपचार गराएर मारवाडी समुदायले पुण्य कमाएको पनि उल्लेख गर्नुभयो। उहाँले गरिब तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्तिको व्यवस्था तथा धर्मशाला स्थापना गरेर तीर्थयात्रीहरूलाई सहज आवासको व्यवस्था गरेर मारवाडी समुदायले समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको पनि बताउनुभयो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आर्थिक मामिला मन्त्री यादवबाट सचिवमाथि हातपात, उद्योग मन्त्रालयका सचिव विधानाथ झालाई थप्पड। महोत्तरीमा टिप्परले ठक्कर दिँदा 1 बालकको मृत्यु, धादिङमा बस पल्टिँदा दर्जनौं घाइते। डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयन गरी अविलम्ब माग पूरा गर्न सरकारसँग प्रतिनिधि सभा सदस्यहरूको माग। मुलुकको आर्थिक अवस्थाबारे सरकारले गलत तथ्याङ्क प्रस्तुत गरेर जनतालाई गुमराह गरेको प्रतिपक्ष दल काङ्ग्रेसको सांसद रिजालको आरोप। र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूसँग सहमति गरेर मात्रै सदनबाट पारित गराउन सरकारलाई काङ्ग्रेसको आग्रह। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।